First ever family hiking. Lai सबैजना crew memberहरु आइसक्यो सासा रोजित उमा दिदी यता बाबु ड्याडी यता बहिनी lai whole Budathaki family and Buster family everybody I mean remix सबजना हल्ला जुटेको छौं हामीहरु त मम्मी त बाबुहरु म लडेको लागि एक्टिङ अलिकति अब म सबै एस्थेटिक हो एस्थेटिक कस्तो रमाइलो नि एन्ड वी गट ट्यालेन्टेड बुढाथोकी over here पात बजाउन सक्ने कसले सक्छ ट्यालेन्टेड है कृष्ण दिदी उले रोजितले के गर्नु हामी तपाईले त्यो पात बजाएको अनि त्यसपछि रोजितले जाँदा जाँदै हामी एउटा वन मान्छे पनि भेट्यौ माइला पनि पात बजाउन न माइला मारे चाहिँ अहिलेको सिक्रेट हो सिक्रेट स्टार सिक्रेट सुपरस्टार फर्स्ट रमा त्यसपछि भिनाजु कान्छो भिनाजु ठुलो भिनाजु अनि बाबु त्यसपछि कान्छो बाबु त्यहाँबाट माइलुवा जाँदै हुनुहुन्छ एकदमै हाम्रो हाइकिङ मेम्बर त्यसपछि माइलामा आइजल त लास्टमा छ कृष्ण दिदी माइलामा ड्याडी आउँदै हुन्छ त्यसपछि हाम्रो पार्वती दिदी त्यसपछि छोरा रोजित सबैजना स्वास्थ्य जामै माथि भिडियो खिच्दैछु म हाम्रो ड्याडी आउँदै हुन्छ ड्याडी जानु माथि फेरि साइड हेरेर जानु है अलि चिप्लिन्छ यस्तो चिप्लो छ ज्याकेट फुकाल ड्याडी गर्नु भयो भने भिनाजु हुन्छ ज्ञानु भिनाजु हेलो त्यसपछि ड्याडीको छुट्टै ब्लग चलिरहेछ यहाँ कल्पना दिदी त्यसपछि सासाले बाटो ब्लग गरिदिएको छ अरू यात्रीहरूको लागि पनि मम्मी फेरि खतरा है ए कृष्ण दिदी मेन अर्गनाइजर कृष्ण दिदी है सबभन्दा आयोजक जहिले अर्गनाइज गर्ने बुढाथोकीहरूको लाइक ग्याङ बनाउने अनि हिँड्ने म ब्लगर यता दिदी गीता दिदी यता उमा दिदी यता बहिनी यता भगवान भिनाजु यता राधिका दिदी सबैभन्दा ब्युटिफुल हाम्रो परिवारको ब्युटिफुल नभनौँ हो अनि हामी यति हो ग्याङ मेम्बर सबैजना अझ हामी त अझ यो 1/3 पनि होइन होला त यो त उलाइहाल्छ फेरि भाइ के लाग्छ कपिराइट यस्तो सासा पनि त्यस्तै हो जेसुकै होस् चाहिँदामा उठ्नुपर्छ तर यस्तो अपर्च्युनिटी मिस आउट हुन्थ्यो ब्याग बोक्ने तैँले तैँले ब्याग बोक्ने सारीमाको ब्याग बोक्ने अपर्च्युनिटी कहाँ पाउँथिस् लाइफमा एकदम पिसा दिदी सब ठिक छ दिदीले कस्तो मजा लट्ठी पाएछ ल तिमीलाई बोकेर ल्याउनु पर्छ क्या स्टेसन अहिले पर्ला नै हो त तपाईँ त्यहाँ हिँड्नु कस्तो हिँड्ने हो त्यहाँ कस्तो चिप्लो सो हामी बस्ने ठाउँ यता भएको छ एन्ड एकछिन फलफुल ब्रेक हो बिहानको 8 बजेको छ अर्गनाइजर दिदी कृष्ण दिदीले यहाँ दिँदै हुनुहुन्छ अर्गनाइजरले ल थ्याङ्क यू अर्गनाइजर दिदी ल यहाँ मम्मी हुन्छ ड्याडीले खाइरहनु भएको छ ल माइले पनि खाइरहनु भएको छ भिनाजुहरू ल मम्मीले बनाउनु भएको यस्तो मिठो स्मुदी म्याङ्गो स्मुदी सासा बेबी कस्तो मिठो बनाउनु भएको ड्याडी लाउनु ड्याडी हात लाउनु के भयो ड्याडी हात लगाइरहनु भएको मम्मी दिदीहरू पुरा किरा कराइरह है चरा उठे होइन क्या 8 बजे उठ्ने हो कि कति हो चरा उठ्ने कति बजे हो चरै कराएन 3 बजे हो 3 बजे हो रे बाबुले भने चरा कराउने हो
त्यो डाँडा त्यो मेन टप पुगेपछिको रियाक्सन पुगिसक्यो टप क्यान यु बिलिभ सासा हाम्रो घर नजिकको डाँडा यो क्यान यु बिलिभ घर नजिकको देखिने डाँडा यस्तो छ क्या आइपुग्यो सो ब्युटिफुल वर्थ इट worth it वाह अझै आधी भयो अरे ल ल यहाँ फोटो खिच्ने फोटो सासा फोटो खिच्ने आऊ ल पुग्न लाए हामी सबैजना पुग्न लायो आमाजको डाँडा त यत्रो वर्ष घरबाट देखिने डाँडा बल्ल आयो आमाजको डाँडा खानेकुराहरू छैन होला भनेको त रहेछ प्लस विथ डर्ट नखाने छ हाम्रो आफ्नै उबाला खाने पहिला यो टावर आइपुगेको छ यो टावर जाँदैछ है टावरबाट कस्तो देख्छ हेर्नु न खानेकुरा त यस्तो बल पाउँदो रहेछ नि ह्याड नो आइडिया जान्छु म गइहाल्छु अब यहाँ मेन भ्लग यहाँ खिच्नु भएन त्यो पल्युसनले के दिदी सब पल्युसनले केही छैन हजुर जापानको स्काई ट्रीबाट देखि नि यस्तै हो यस्तो पल्युसन जापानको त ठुलो टावर छ नि 400 फ्ल्याटको यस्तै देखिने हाम्रो देशलाई त प्रकृतिले दिएको कस्तो लागेछ कान्छु रिभ्यू दिन्छु ड्रागन फ्लाई हेर्छ न आनको हम अच्छा ड्रागन फ्लाई वाक छ राम्रो समातेर पुच्छर रोडहरु मलाई ओ यहाँ काला जादु गरेर के गर्ले के हो भगवानको सरी सरी यार मलाई खिच न उडै छ भिडियोमा छ यता हेर अब म फोन किने सजिमै भयो हैन म त आउँछु बिहारको बाहिरहरु नि आउँछ विजिट भएन ल त्यो टावरबाट damn fair flags wow this is nice this data is nice हजुर के खान्छ मम्मी वाउ मकै पनि छ यस यत्रो खाने यसले आम्मा हो every vlog ल त्यहाँ छुट्टै बस्नु भयो फेरि ल going back home bye bye जामजुको डाँडा हाम्रो देश नेपाल प्रकृतिको धनी देश भनेर यसरी थाहा हुन्छ हेर न कति राम्रो यो टावरै नचाहिने हाम्रो देशलाई खर्च गरेर टावरै बनाउन नगर्ले हेर जापानमा कति खर्च गरेर त्यो टावर बनाएर हेरेछन् हाम्रो देशमा प्रकृतिले दिएको यो टावरलाई हेर कति रमाइलो मेरो देश वाह ताली 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 कुनै पनि देशमा जान्न मेरो देश छोडेर लास्टै गाडा चाहिँ ल म त डुब्रिन्छ नि हरायो भन्दा पातो गरेर नि आउँदैन पार्टी बजाउन आउँदैन मम्मीले मुखले बजाएको मम्मीले मुखले I give up Asa give up गर you better try next time better luck next time पहिला माइलुबाट माइलामाको ल पात बजाएर माइलुबाट यताबाट बजाउने माइलामाले यताबाट अनि ल पर्या ल फेरि गर्नु त दुईजनाले मम्मी बिचरा नि त
It's not happening. Sometimes in life, giving up is also the option. आउनु मम्मी मम्मी बेटर लभ नेक्स्ट टाइम त्यसै गरे छोटा परी हुनी हेबरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हेबर पछाडि बाजा नि आए फ्रीमा पछि फ्रीमा बाजा नि आछ मैले म नेपाल गट ट्यालेन्ट जान्छु न नेपाल गट ट्यालेन्ट कसम यार त्यो हुन त अगाडि पपा बारेन पछाडि फा फुक्दा पनि केही भएन तर कोसिस जारी छ यार तल पुग्दासम्म तल गाडीसम्म पुग्दासम्म त विकेन्ड अगाडि स्किल्डहरु पछाडि अनस्किल्डहरु यो त हार्ड फ्लेक्स यार यो त डिस्ट्रक्सन हो यार यो त फ्लेक्स पनि हैन के यो त I get that. काक्रो ब्रेक पर्खिँदाखेरिको मेरो काक्रो चाहिँ बल्ल उ भयो है गाइस यस्तो भारी बोक्नु परेर मैले नुन दलेर काक्रो ब्रेक मेरो काक्रो चाहिँ बल्ल बिक्री भयो आफ्नो ट्र्यासहरू आफूले गरेको फोहोरहरू प्लिज आफैले घरमा लिएर आउनु कि त त्यहाँ माथि डस्टबिनहरू छ कतै छ भने त्यसरी फाल्नु प्लिज बाटो त्यो जङ्गलहरूमा नफाल्नु पछि जङ्गल होइन पछि तपाईँ यही फोहोर हेर्न आउनुपर्ने हुन्छ प्लिज यसरी लिटर नगर्नु आफूले फोहोर गरेको छ भने नि कतै फोहोर फाल्ने ठाउँ छ भने लगेर फाल्नु अनि नत्र त पछि तपाईँहरू किन घुम्न आउँछ नआए नि हुन्छ त्यही प्लास्टिक हेर्न आए हुन्छ है भएको रियालिटी अझ हाम्रो फोहोर अर्को फोहोर चाहिँ अघि माथि चाहिँ भिनाजुले एक लट फालिसक्नु भयो एउटा ठाउँमा रहेछ हामीले याद गरेनौँ अब नेक्स्ट एउटा चाहिँ स्याम्पल जस्तो भयो ल सासाले पछाडिपट्टि गर्नु पर्यो बुझ्यौ ल सासाले ट्र्यास बोक्दै ल्याउँदैछ गुड जब जेन्जीहरूलाई सिकाउनु पर्यो नि मिलेनियल जेन्जीहरूले पनि यस्तै गरिरहेको छ बेला बेलामा मिलेनियलहरू त भइहाले अब मैले सबै ट्र्यासहरू बोकेर यसरी कि त घरमा लगेर फाल्ने प्लिज जङ्गलतिर फोहोर नबनाउनु यदि फ्रेस आफ्नो देश फ्रेस राख्न मन छ मान्छेहरू आउँदा पनि वाह कस्तो राम्रो देश भन्न मन छ भने यो फोहोर कतै नफालिदिनु प्लिज क्यारी योर ओन ट्र्यास मेरो देश कस्तो रमाइलो आई लभ यु नेपाल म मेरो नेपाललाई धेरै माया गर्छु म त मेरो यस्तो प्रकृति छटा यो देश छोडेर कहीँ पनि जान ला बाबुहरूसँग पुग्यो मम्मी त आउनु बाबुहरू भएको पुग्नु भन्दैन नि सासा You only live once. बाँदरको गीत हैन त हिँड्दै खो नानी खो खो नानी खो खो नानी खो खो नानी खो दाजुलाई देखे सिरुपाते लुकुला भाउजूलाई देखे ढुङ्गा माथि बसुला टाइगर त्यस्तो भन्थ्यो रे टाइगर पनि सेक्सी मम्मीहरू त पुरा बाटोको मान्छेलाई नचाउँदै हिँड्दा यार बाटोको मान्छेलाई नचाउँदै हिँड्दा मम्मीहरू ड्याडीहरूको अत्तो पत्तो छैन ड्याडी गाडी स्टार्ट गरिसक्यो लागि 1 घन्टा अगाडि पुग्यो छिटो आऊ भने पनि चिप्लिटी खेल्दै जानुपर्छ ड्याडीले बोलायो भने त वी आर बस्टेड बाटोभरिको मान्छेलाई नचाउँदै ल
बुढाथोकीको पावर हेर है गाइस बुढाथोकी पावर हेर है रोडभरि रे जङ्गलभरिको मान्छेलाई नचाउँथे मम्मी फेरि एक्स्ट्रा डोज एड ड्याम त्यो स्ट्रेन्जर दिदीहरूलाई नचाउँदै मम्मी फेरि ओ माई गड No wonder I'm like this. No wonder I'm like this. I am. Look at me, bro. Look at me, bro. Look at us, bro. Look at me, bro. Look at us, bro.